हेलो गाइज, वेलकम टू माई न्यू भिडियो। आज चाहिँ हामीहरू पशुपति मन्दिर दर्शन गर्न जानलाई छौँ भन 5-6 जना छौँ। सबैजना गएर एकदम रमाइलो गर्छौँ, के गर्छौँ तपाईहरुलाई सब भिडियो देखाउँछौँ हैन। सबैले लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला मेरो च्यानललाई। अनि अरु पनि यस्तै भिडियोहरु बनाएर हाल्ने छु ल। है त अब रेडी भएपछि देखाउँछु फाइनल लुक है। यो चाहिँ मेरो फाइनल लुक है गाइज। हामी चाहिँ गाडीमा चढिसक्यौँ है गाइज। अब चाहिँ हामी रत्न पार्क पुगेपछि देखाउँछौँ। हाई गरेर छ। यस्तै देखेछु आज भन्नु ल, कमेन्ट गर्नु। छोरो हामी कहाँ जाँदैछौँ? के गर्न? हामी पूजा गर्न जाँदैछौँ गाइज। गाडी चाहिँ चलेन है गाइज अहिलेसम्म। हामी बसिरहेछौँ। गाडी कोही बेला चल्छ, कोही बेला हामी पुग्छौँ भनेर म चाहिँ फर्स्ट टाइम जाँदैछु होइन। लास्टै एक्साइटेड छु। छोरीमा म फर्स्ट टाइम जाँदैछु अनि छोरो हामी फर्स्टचोटि हो नि। हामी चाहिँ फर्स्टचोटि हो, एकदम एक्साइटेड मन्दिर जानलाई। गाडी पनि चल्यो अब। गाइस अब चाहिँ हामी जाँदैछौँ। गाडी चलिरहेछ हामीहरू। अहिले हामीले बाटोमा यति ठुलो गौतम बुद्धको मूर्ति देख्यौँ भने क्यामेरामा लिन सकेनौँ है। त्यसको लागि सरी। एकदम ठुलो थियो कि राम्रो लाग्यो देख्दाखेरि, खुसी लाग्यो मलाई चाहिँ। मेरो छोरीलाई राम्रो लाग्यो रे। तपाईँलाई? गाडी चलिरहेछ है गाइस। यिनी बाउ छोरीको कुरा सुनौँ है गाइस, के कुरा गरिरहेको। के भयो बाबा? चल्ली बाबा ए देखेको देख्नुभयो भन न। मेरो छोरी पनि सिक्दैछन् गाइस भ्लग बनाउन है। बाबासँग कुरा गर न। हाँस त छोरो यहाँ हेर। हाँस न, हाँस नै यहाँ हेर। धरहरा है। हामी चाहिँ अर्को गाडीमा बसिसक्यौँ है, 4 जना छोरी ल। गाइज हामी चाहिँ मन्दिर जाँदैछौँ पूजा गर्नलाई। सामान लिइसक्यौँ छोरीले घरमैले। अनि पछाडि अरू पनि हुनुहुन्छ है। ल अब हामी मन्दिरमा पुगेपछि देखाउँछौँ तपाईँहरूलाई। गाइज हाम्रो ग्याङ मामाले भान्जीलाई बोकिराख्नु भएको छ। राम्रो छ। जित्ने गेटमा होइन, जुत्ता राख्ने गेट।
इधर कहाँ जा रहा है एरिया पे लक्कर यही है चप्पल खोल्न कति तिर्नुपर्छ हामी चाहिँ पूजा गरेर आइसक्यौँ है गाइस अब कस्तो लास्टै भिड हुँदो रहेछ यहाँ त जाम दाइ पऱ्यो दिन सक्नुभयो फेरि फर्केर आउनुभयो ल गाइस अब चाहिँ हामी मन्दिरबाट बाहिर निस्किँदैछौँ होइन यहाँको नजारा यस्तो छ हाम्रो ग्याङहरू अगाडि हिँड्दै हुनुहुन्छ हामी चाहिँ अब मन्दिरबाट बाहिर निस्किँदैछौँ यहाँ बाबा छोरी छन् पछाडि फर्किँदा एकचोटि हेलो हाई गर्नु रमाइलो भयो नि यहाँको नजारा यस्तो छ है साथीहरू हेर्नु त्यहाँ मेरी छोरीले के भन्दैछिन् के भनेको बेबी खाऊ त्यो प्रसाद खाइदेऊ हुन्छ हामी चाहिँ यहाँ आइसक्यौँ बाबु काल्यो राम्रो को होला भन्ने हेरेकै होइन है मजाको है गाइस फेरि उहाँ बाबुहरू जुत्ता हेर्दै हुनुहुन्छ चुज गर्दै हुनुहुन्छ मनपर्ने जुत्ता र बुढा चाहिँ पछि पछि हिँडेछ छन् वाइट चाहिँ हेर्दै हुनुहुन्छ हजुरहरू पनि आउन सक्नुहुन्छ यहाँ दामी दामी जुत्ताहरू रहेछन् होइन मेरी छोरी चाहिँ त्यहाँ कुर्सीमा बसेर लुकिरहेको छिन् यता हेर बेबी यता हेर न लुकिरहेको छिन् नदेखिने अरे भिडियोमा लाज मान्छन् हाँसिरहेको छिन् तल तल टाउको गरेर हेर्नु है यता देखियो देखियो लाज मानेको हेर्नु न के भयो बेबी लाज मानेको यता हेर न हाई गर न यता हेर त ल छोरीको डान्स हेर्नु है नाच नाच छोरीले गीत गाउँदै नाच्दैछन् है नाच नाच छोरी नाचेको नाचै बाबा हेरेको हेरे
छोरी नाचेको देखेर बाबा हेरेको हेरे गाइस हल्का उता गरेको नाच जुत्ता चेक गर्दै हुनुहुन्छ गाइस हाम्रो बाबुले लगाएरै गयो नि भयो त्यही यहीँ छोडिदियो तिमी यहीँ छोडिदियो यस्तो दामी स्वाहा खुट्टामा पनि खतरा देखिन्छ कहाँ ऊ त निकालो प्लास्टिक त नाइ एकछिन चेक गर्न लागेको लगेरै जाउँ एक जोड जुत्ता किन्ने 5-6 जना जुम्मे हम गाइस हामी के भन्नु आएर गाइस हामी चाहिँ अब घर जाँदैछौँ कोठामा बाबाहरु यहाँ चाहिँ उनीहरु दुईटा पनि वेटिङमा छन् कत्रा आँखा हुन् बाबुका गाइस हामी चाहिँ नास्ता आइसक्यो हामी चाहिँ खाजा खाँदैछौँ है चाउमिन गाइस हामी चाहिँ अब घर पुग्दैछौँ कोठामा उता हिँड्दैछौँ दादा छोरी म चाहिँ कहाँ छु कोही कता भयौँ गाइस अब चाहिँ हामी कोठामा जान्छौँ अब कोठामा गएपछि भेटौँला है बाँकी कोठामा गएपछि हेलो गाइस हामी चाहिँ कोठामा पुगिसक्यौँ फाइनल्ली हैन आजको भिडियो के कस्तो लाग्छ सबैले हेरेर प्रतिक्रिया दिनु होला अनि सबैले माया गरिदिनु होला मेरो च्यानललाई लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला धन्यवाद।